भन्छन् नि सत्यको जित हुन्छ भनेर, त्यो साँच्चीकै देखा परेको छ। रवि लामिछाने बारे आएको छ निकै खुसीको खबर। तपाईहरुले यो भिडियोलाई अन्त्यसम्म हेर्नु होला। हामीले तपाईहरुले फलो गर्नु भएको छ भने फलो गर्नु होला र लाइक गर्नु होला, जति सक्दो शेयर गरेर सारा 3 करोड नेपालीमा यो भिडियोलाई पुर्याउनु होला। तपाईहरुले युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला, तपाईहरुले फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गरेर साथ दिनु होला। युट्युबबाट नहेरेको साथले युट्युबमा गएर हेर्न सक्नुहुनेछ, बायोमा युट्युब च्यानल छ। अनि रवि विरुद्ध फेक जारीको तेस्रो केस, प्रहरी अनुसन्धानमाथि नै अनुसन्धान गर्नुपर्ने अवस्था आयो। रवि लामिछाने विरुद्ध फेक केसमा अहिलेसम्म अनुसन्धान भएको रहेछ भन्ने खुलासा भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछाने माथि सहकारी ठगीको विषयमा रूपन्देही प्रहरीले आज अनुसन्धान लिएर सन्देह बढ्दै गएको छ। आफ्नो सादा उजुरीलाई प्रहरीले रवि विरुद्ध दुरुपयोग गरेको भन्दै तेस्रो बचतकर्ता सार्वजनिक भएका छन्। यो भन्दा पहिला 2 जना अगाडि आइसक्नु भएको थियो, अहिले तेस्रो केस फेरि अगाडि आएको छ। जारीकर्ताको पहिलो नम्बरमा नाम रहेको रूपन्देही तिलोत्तमाकी पूजा नेउपानेले आफूले रवि विरुद्ध जारी नदिएको खुलासा गरेका छन्। आफूमाथि अहिले यो विषयमा प्रहरी प्रशासनले कहिले बोलावट र सोधखोज समेत नगरेको उनको भनाइ छ। यससँगै 2 जना बचतकर्ताले पनि यस्तो गुनासो सार्वजनिक रूपमै गरेका थिए, जसले गर्दा प्रहरी दबावमा परेको छ। पूजाले पनि बुटोलको सुप्रिम सहकारी बचत तथा ऋण सहकारी संस्थाको बचत गरेको रकम सो रकम फिर्ता नआएपछि आफूले निवेदन दिएको उनले फेसबुकमा लेखेकी छन्। उनको स्ट्याटस हामी जस्ताको तस्तै तपाईहरु समक्ष सुनाउन गइरहेका छौं। म सुप्रिम सहकारीको बचतकर्ता सहकारी पीडित हुँ। मैले आफ्नो व्यापारबाट आएको आम्दानीको थोरै धेरै बचत गर्दै केही रकम जम्मा गरेकी थिएँ। जब सहकारी डुब्यो भन्ने थाहा पाएँ, त्यसपछि धेरै पटक पैसा पाइन्छ कि भनेर सहकारीको कार्यालयमा गएर लाइन लागेर बसेँ। पछि इलाका प्रहरी कार्यालय बुटोमा पैसा फसेकोले निवेदन दिनु भनेपछि मैले पनि पैसा फिर्ता आउँछ कि भनेर निवेदन दिएँ। पासबुकको फोटोकपी पनि लगेर बुझाएको हो। म कुनै व्यक्ति विशेषलाई किटानी जारी वा कुनै उजुरी दिएको छैन, तर रवि लामिछाने माथि उजुरी दिएको भन्दै मेरो नाम उजुरीकर्ताको पहिलो नम्बरै राखिएको रहेछ। मैले ढिला मात्रै थाहा पाएँ। कसैलाई उजुरी नै नदिएको मान्छेलाई उजुरीकर्ता बनाइरहँदा प्रहरीले एकपल्ट जानकारी समेत मलाई दिएन। मैले उजुरी दिएको होइन, पैसा फिर्ता पाऊँ भनी निवेदन मात्रै दिएको छु। आज म पनि भन्छु, हामीले दुःख गरेर जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ, तर कसलाई राजनीतिक रूपमा प्रतिशोधमा फसाउन खोजिरहेको छ, हाम्रो सोझा जनतालाई प्रयोग गरिएको छ, यो भने सही हुँदैन। उनले रवि लामिछाने विरुद्ध आफूले मुद्दा नदिएको भनेर प्रष्ट रूपमा बताएका छन्। सुप्रिम सहकारीको बचतकर्ता भए पनि मैले थोरै धेरै पैसा जम्मा गरेको थिएँ, तर मैले रवि लामिछानेको विरुद्धमा उजुरी नदिएको भए पनि प्रहरीले झुक्क्याएको छ र उजुरीकर्ता बनाएको छ। मलाई पहिलो नम्बरमा राखेको छ, उनले यस्तो बताएकी छन्। रवि विरुद्ध फेक जारी गरेर तेस्रो केस बाहिर आएपछि प्रहरी निकै दबावमा परेको छ। अब अनुसन्धानमाथि नै अनुसन्धान गर्नुपर्ने अवस्था आएको छ। तर यो सरकारले गर्ला त अनुसन्धानमाथि अनुसन्धान, यो भने हेर्न बाँकी छ। तपाईहरुले कस्तो लाग्यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्नु होला, राम्रो लागेछ भने लाइक गर्नु होला र युट्युबमा गएर पनि हेर्न हामी अनुरोध गर्छौं। अब भने बिदा हुन्छौं। नमस्ते।